हेलो एन्ड नमस्ते मेरा प्यारा युट्युब फ्यामिलीहरू सन्चै अनि आरामै हुनुहुन्छ। फाइनल्ली धेरै दिनपछि तपाईँहरूको माझ नयाँ भिडियो ल्याएर उपस्थित भइसकेको छु। काले के छ हालखबर? ठिक छ। कपाल हेर नि काले यता हेर त यता हेर ल तुफान। मैले यसो फेरि हिजो राति गर्लफ्रेन्डलाई भेट्न गएको थिएँ नि त, त्यतिखेर कपालै चेन्ज हानिदिरहेको केटोले फेरि माटो कुने उनी अलि बुढी गर्छ नभनौँ होइन त होइन मैले फर्ममा आइसक्यो। अब फेरि पहिलाकै फर्ममा आउनु पऱ्यो भने यो आमगुरु गयो नि त टक्क। हामी चाहिँ बयर खान जाँदैछौँ माइजू घरतिर। यसो अब गाउँतिर आइसकेपछि बयर हुन्छ कि के हुन्छ यताउति सब खानुपर्ने हुन्छ नि त हामीले। त्यसो टक्क म र नवीन मिलेर दुईजना बयर खान जाँदैछौँ। बयर खाने भनेर त आइयो, यहाँ रुख्दैन। रुखमा केही पनि छैन, यहाँ टडाङ टुस भयो कि सब बुच्चे खाएर सकाइदिएर रहेछ। अब रुखमा चढेर 4-5 वटा घेडा नि त्यो हल्लाएर निकाल्ने बल राम्रोसँग समात्दा काले पहिला ल आफै पनि देखान टक्क रुखै फेरि बिहेभी किसिमको छ। घाम आउँदा टाढा राम्रो आउँदा भिडियो। ओ गिरो एउटा। सो गाइज जल चाहिँ हामी बयर खाना आइरहेको, कपाल फेरि पारामा हो। गिरो यार भयो उत्रे धेरै हो। एक्सर्साइज हो कि यो। अन्त खाना लगाइदियो है खुवा। तिमीले यत्रो बबालबाट माथि गिराए छतमाथि गिराएन कि सब टिप ल फाइनली काले जोसमा आइसकेका छन्। ओ माई गड, ल कालेले आफ्नो गाउँको काले अवतार देखाउँदैछन्। ओ माई गड, ओ कालेको कालो चाक पनि देखिसकेको छ। कालेको कालेको अवतार हेर गाइस। ओ माई गड, ओ अब हल्लाउँछ फेरि काले हल्लाउन फेरि बबाल हुन्छ। ए दिदी गिर्यो, ओ गिरो मुन्टो फुटीको मुन्टो। आमा यति भइहाल्यो बयर त लास्टै मिठो छ कि भएर। वाउ बबाल भयो नि त भयो काले भयो हेर्न। अल्लाह बबाल सकिसक्यो भइहाल्यो दिएर भइहाल्छ। वाउ बयर हेर गाइज बयर। ल गाइज अब हाम्रो चाहिँ गेम सुरु भयो। भिडियो बोकेर पनि हान्दिम अगे रोकियो मजाले हान्दिम बिस्तारै बस्दै त्यहाँ सिरियस हुन्छ नि के मजाले हान्न थाहा हुन्छ। बिस्तारै हान्ने कि त्यो आवाज पट्ट आयो चाहिँ अलिकति बिस्तारै हान्ने कि अलि भाइ अलि त यो थाहा पाउँछ यता अनि यहाँ ठेक्ले रोटी बैठे यी लौडा बट चलाक भयो हेलमेट निकालिदिन्छु सिधै। हेलमेट निकाल्नु पर्यो अरे हैन हेलमेट निकाल्नु यति छिटो निकाल्नु पाइन है। अ त यार हेलमेट पाइन छिटो लाउने घन लाउँछ अझै छुट लगा अरे ल सुबाडा रेडी हेलमेट निकाल्नु थाहा भयो तिम्रो होला त्यस्तो भाइ जोरले हाने त थाहा भयो। जोरले हाने त आम्मा कसम हग्यो अहिले आफ्नो पालो देखेर यस्तो भन्छ कल्याण ल छिटो या ओ त तर फाइदा हुन्छ दुईजना लाग्यो नि त। ए ल सबै त आइदियो के कोही आउन एकजना मन पर्छ मुला एकजना मन मान म खाउला डिस्मिस पावर ताल आउँछ के केटा किन चिन्ता गर्छस् यार। यो छ नि मा को त नि को त अब खाउनु पर्यो नि यार। त्यो जराको सेटिङ भित्र हान्दै बनाउमा अगाडि हेर सिधा यस्तरी हेर सिधा हेर मर्यो नि हान केटा हान यो जाउन भाइ समितै माग्छ हैन ल सिधै गयो हैन मेरो अगाडि किन उमे तल आइजु समितै हैन भाइ इ हैन भाइ इ हैन
त्यो होइन नि दाइ हो बन यही को हो ल रेडी सिधै हेर्नु ल नवीन ओहो पुस्तक तर यिनीलाई थाहा थिएन नि मैले आयो पनि अगाडि मैले आयो थाहा थिएन नि मलाई होइन थाहा थिएन जनक ल्याएन सुधामा पाइप लिएर ए कहाँ पाइले हाल्ने क्या कहाँ रिस निकाल्नु लाग्यो केटाहरू कहाँ बिस्तारै हाल्नु है समीरले त भन्दै भन्दैन यत्रो आउँदैदेखि त्यो हाल्न लाग्यो त धक्का दियो रेडी ल गाली यही हो काले जोस जाँगर निकाल्न किन खिलिरहेको त यार निकाल्न पसिना घाम पसिना हेर्न कस्तो छ यार वाह यो त काले जोसमा आउनु पऱ्यो नि त लास्टै साह्रो छ माटो नि फेरि माटो नि यो खनिसकेपछि के गर्ने यता खन्ने हो अनि त्यसपछि दुईवटै ठाउँमा मकै लगाउने हो मकै मकै त अब कहिले कहिले फुल कुन सिजनमा फल्छ माघ फागुनमा ए अहिले यही सिजन नै हो अनि 1 महिनामा फुलेको छ मकै 5 महिना 10 दिनतिर ल खन भाइ पनि खन 5 महिना लाग्थ्यो एउटा मकै बन्नु पनि यार तना भइदिएर फेरि ल खन खाले जोसमा निकाल जोसमा आइज जोसमा आइज सो गाइस फाइनली दुईटा खेत खनेर सकियो लास्ट पानी बस लागेकोमा चिसो पानी त आनन्द छ यार
अब टक्क नुहाउनु पर्ने हुन्छ नुहाएर फ्रेस भएर खाना खाएर भेट्छु है तपाईँहरूले अब नुहाएर फ्रेस भएर खाना खाएर पनि म र नवीन चाहिँ बजारसम्म आएको थियौँ यसो चिया खाने मन लाग्यो त्यसरी दुध लिन आएको ठ्याक्कै पसलमा दुध किन्दै थियौँ इगुलाई पनि भेटायौँ टक्क के छ त इगु अरू तेरो नयाँ नौलो अर्को ल फेरि के फर्ममा अब फेरि दुध देखाइदिएर गाले टक्क दुध लिएर हामी जाँदैछौँ हामी भाइहरूको कपाल हेरेर ल वाइल्ड गर्मी छ क्या मा यो यस्तो गर्मी हेर्नु घाम आम्मामा कम्तीमा पनि 40 डिग्री पुगिसक्यो होला के यो तौलिया यो सानो यो रुमाल बोक्दै हिँडिरहेको थियो मुख छोप्दै हिँडिरहेको थियो हाम्रो रेगुलर आउने दोकान हो भविष्यमा हो र यहाँ देखान लास्ट गर्मी छ यार मा थोरै देखाउनु हुँदैन मुख फोड्ला मासाले अहिले घाम हेर वाइल्ड घाम छ कि यस्तो बाटोमा हिँड्दै गर्दा एउटा जग्गा बिक्रीमा भेट्यौँ त्यसले हामी यहाँ 3 जना मिलेर यो जग्गा किन्ने प्लानमा भयौँ अब यहाँ युगले हाल्दैछ नेपाली पनि पढ्न आउँदैन यस्ता के हुने 986275 अनि 5908 हो भन्न पनि यति पढ्न पनि आउनु छ अब यो नम्बर मुला मायाले ठुलो मान्छेले बोले जस्तो कुरा गरे ठुलो मान्छे पुरै ठुलो बिजनेसम्यान जस्तो कुरा गरे हेलो हजुरको रोड साइडमा जग्गा बिक्री रहेछ बोल्नै आउने ए त्यही त अनि कुरा गर्ने भने हो नवीन रावल सुन्न यहाँ सुन्न कति बिकाएको भन्नु के कसरी हो पुरै गर्न आउन के कसरी हामीलाई एउटा स्कुल बनाउने भनेर एउटा प्रोजेक्ट आछ कसरी के हो कति बिकाएको अनि त्यही भएर अनि कति बिघा हो कसरी हो कसको हो त्यो अलि बुझौँ भने के कुरा आउनु यस्ता गाउँलेहरूलाई अलिक ठुलो मान्छे बुढा यस्तो कुरा गर्न 8 कट्टा मात्रै हो र आधी कट्टा त कम पऱ्यो कति भन्नुभएको छ 8 कट्टा 8 16 भने कति भन्नुभएको छ भन्नु ए ल हुन्छ पछि बुझेर कुरा गर्छौँ त हजुरलाई कल गर्छौँ है पलियाबाट साइको शर्मा केटाहरु बोल्न पनि आउन सिधै हजुर सिधै के भन्नु ए गाई गर्न त्यो कुरा गरेर आउन सिधै के तपाईँको जग्गा कतिको हो यहाँ मैले बिक्रीमा दिएको थिएँ अरे यहाँ साइकको हेर्नै झगडा हेर्नु फेरि पागल हो गेमा बोल्न कुरा गरेर पनि आउन यार राम्रोसँग यिनीहरूलाई यार के कुरा गर्छ तिमीहरू यार ए ठिक छ म अहिले धनगढी जाँदैछु अब दाइसँग अब यसो बुझेर अब हाम्रो यहाँ कम्प्लेक्स पनि सुरु गर्ने भन्दै हुनुहुन्छ क्या कुराकानी हुँदैछ हाम्रो पनि त्यसको लागि हामी पनि यसो जग्गाहरू खोज्दैछौँ म धनगढी पुग्दैछु अब एकछिनमा पुग्छु होला यो ठ्याक्क जाँदाखेरि हामी ठ्याक्क यो बिक्रीमा देख्यो कि हाम्रो जग्गा अनि त्यसलाई हजुरलाई खबर गरेको हजुरको शुभ नाम के मल्ल भन्नुभयो ए ठिक छ घर चाहिँ कता पऱ्यो हजुरको ए धनगढी नै हो जग्गा चाहिँ यता छ हजुरको कुन ठाउँ धनगढी हजुरको ए ठिक छ म त्यता भित्रतिर आउँदैछु हस् म हजुरलाई खबर गर्छु नि है दाइलाई सोध्छु म सरसल्लाह लग्छु अब के कस्तो हुन्छ अब यसो बुझेर भन्छु तपाईँलाई है हस् ल फोन उठाइदिएकोमा धेरै धन्यवाद तपाईँलाई ल है हस् यसरी कुरा गर नि तिमीहरू यार भाइ कुरा पनि गरेर आउन गाउँलेहरूमा अलिक प्रोफेसनल बिजनेसम्यान उनीहरूलाई पनि लागोस् कि यो रहेछ यहाँ जग्गा किन्ने हो कि आवाजमा दम हुनु पऱ्यो कुरामा दम हुनु पऱ्यो तिमीहरू हेलो हजुरको जग्गा बिक्रीमा चाहिँ कति रुपियाँको हो अरे सिधै कुरा तैँले भने आइडिया यसको नि नम्बर यसको मोबाइल यसको आइडिया यसको यसले भनेर गएर आयो प्रायः अब धेरै नभन्छु चुप लाग्यो